नमस्कार। आज हामी तपाईलाई लिएर जाँदैछौँ समयको त्यस्तो गहिराईमा जहाँ इतिहास किताबमा होइन ढुङ्गा, माटो र हावामा लेखिएको छ। हजारौँ वर्ष अघि जब मानव सभ्यताको पहिलो सास प्रकृतिको धड्कनसँग मिसियो, त्यहीबाट जन्मियो एउटा अद्भुत र जीवित सभ्यता, किरात सभ्यता। किरात सभ्यताको सुरुवात हजारौँ वर्ष अघि पूर्वी हिमाली क्षेत्रका आदिम मानव समुदायबाट भएको मानिन्छ, जसले प्रकृतिसँग सह अस्तित्वमा जीवन बिताउँथे। उनीहरूले जङ्गल, नदी, पहाड, माटो, हावा र सूर्यलाई केवल संसाधन होइन, जीवनको आधार र देवत्वको रूपमा स्वीकार गरे। यही प्रकृतिप्रतिको गहिरो आस्थाबाट उनीहरूको जीवनशैली, संस्कार र संस्कृति विकसित हुँदै गयो। किराँती समाज सामूहिक जीवन, श्रम र प्रकृतिसँगको सन्तुलनमा आधारित थियो। उनीहरूले खेतीपाती सुरु गर्दा मौसम, भूमि र प्राकृतिक चक्रलाई अत्यन्तै महत्त्व दिन्थे। यही सोचबाट मुन्दुम जन्मियो, किरातहरूको मौखिक दर्शन, जसले मानव, प्रकृति र आत्मा बीचको सम्बन्धलाई व्याख्या गर्छ। समयसँगै यही सभ्यताबाट साकेला, चण्डीनाच, उभौली, उधौली जस्ता परम्पराहरू विकास भए र आजका राई, लिम्बू, सुनवार, याक्खा लगायतका समुदायहरू यही किराँती सभ्यताको जीवित निरन्तरता हुन्। आज हामी केही साकेलाको सुरुवातदेखि यसको गहिरो अर्थसम्मको यात्रा बुझ्ने प्रयास गरौँ। साकेला कुनै सामान्य चाड होइन, यो मानव र प्रकृति बीचको सबैभन्दा पुरानो संवादको जीवित रूप हो। हजारौँ वर्ष अघि जब किरात पुर्खाहरूले पहिलो पटक माटो जोत्न थाले, बिउ छर्न थाले र मौसमको चक्र बुझ्न थाले, तब उनीहरूले महसुस गरे जीवन केवल मेहनतले होइन, प्रकृतिको आशीर्वादले चल्छ। त्यसै आस्थाबाट जङ्गल, पानी, हावा, पृथ्वी र सूर्यलाई देवता मानेर धन्यवाद दिने संस्कार सुरु भयो। यही कृतज्ञताको संस्कार समयसँगै साकेला पर्वको रूपमा विकसित भयो। साकेला उभौली र उधौली दुई प्रमुख भागमा मनाइन्छ। उभौलीले नयाँ खेती, नयाँ आशा र जीवनको सुरुवात जनाउँछ भने उधौलीले बाली भित्राइएको खुसी, समृद्धि र कृतज्ञताको प्रतीक हो। ढोलको गहिरो गुन्जनसँगै जब गाउँ गाउँमा वृत्त बनाइन्छ, तब त्यो केवल नृत्य हुँदैन, त्यो जीवनको चक्र हुन्छ। साकेला सिल्ली केवल नाच होइन, यो प्रकृतिको जीवित अनुकरण हो। यसमा किसानले खेत जोत्ने, बिउ छर्ने, बाली काट्ने दृश्य देखिन्छ। चराचुरुङ्गीको उडान, माछाको चाल, जङ्गलको गति र मानिसको श्रम सबै शरीरको लयमा उतारिन्छ। यो नृत्यले पुस्तौँदेखि पुस्तासम्म ज्ञान हस्तान्तरण गर्छ, बिना किताब, बिना अक्षर। अर्कोतर्फ चण्डीनाच शक्ति र ऊर्जाको प्रतीक हो। ढोलको तीव्र तालसँगै गरिने यो नृत्यले वीरता, आत्मबल, सुरक्षा र आध्यात्मिक शक्तिको प्रतिनिधित्व गर्छ। यससँगै गरिने पूजा आजामा नाच्छो र माङ्पाले माटो, पानी, अन्न, फूल र प्रकृतिका प्रतीक प्रयोग गर्दै पुर्खा र प्रकृतिसँग आशीर्वाद माग्छन्, राम्रो मौसम, समृद्धि र शान्तिको कामना गर्दै। समय तीव्र गतिमा परिवर्तन हुँदै गएको छ। आधुनिकता बढ्दै गएको छ, जीवनशैली बदलिँदै गएको छ। धेरै मानिसहरू आफ्ना मौलिक संस्कृति र परम्पराबाट टाढिँदै गइरहेका छन्। तर यही परिवर्तनका बीच पनि साकेला अझै जीवित छ। गाउँका खुला चौरदेखि सहरका सडकसम्म, नेपालदेखि विदेशसम्म जहाँ जहाँ किरात समुदाय पुगेका छन्, त्यहाँ त्यहाँ साकेलाको ढोल अझै गुन्जिरहेको छ।
आज साकेला केवल किराँत समुदायको पर्व होइन, यो नेपालको साझा सांस्कृतिक पहिचान बनेको छ, जहाँ विभिन्न जात जाति, भाषा र समुदायका मानिसहरू एउटै वृत्तमा नाचिरहेका देखिन्छन्। जब ढोल बज्छ, जब पाइला एउटै लयमा चल्छन्, जब सिल्ली, चण्डी नाच र पूजा एकैसाथ जीवन्त हुन्छन्, तब साकेला केवल पर्व रहँदैन, त्यो आत्मा बन्छ, त्यो पहिचान बन्छ, त्यो अस्तित्वको आवाज बन्छ। अन्त्यमा साकेला केवल एउटा परम्परा होइन, यो प्रकृतिसँग मिलेर बाँच्ने जीवन दर्शन हो। र यही सन्देशसहित यो वृत्तचित्र यहाँ समाप्त हुन्छ। तर साकेलाको यात्रा कहिल्यै समाप्त हुँदैन, किनकि जबसम्म ढोल बजिरहन्छ, जबसम्म पाइला नाचिरहन्छन्, तबसम्म संस्कृति पनि बाँचिरहन्छ।